यो हो एसर को नाइट्रो V16 i5 14 जेनेरेसन HX प्रोसेसर विथ RTX 4050 र यो हो एसएस को A16 Ryzen 7 विथ RTX 4050 ग्राफिक कार्ड। तपाईले यो दुईटै ल्यापटपमा हैन 16 GB को DDR5 RAM पाउनुहुनेछ, सँगै 512 GB SSD पाउनुहुनेछ र ग्राफिक पनि सेम पाउनुहुनेछ। र बेस्ट थिङ के छ भन्दाखेरि यो दुईटै ल्यापटपको प्राइस पनि हैन सेम छ। र गाइस तपाई यदि कन्फ्युज हुनुहुन्छ भने यो दुईटै मध्ये कुन ल्यापटप रोज्ने भन्नाले यो दुईटै ल्यापटपमा RAM पनि सेम छ, SSD पनि सेम छ, ग्राफिक कार्ड पनि सेम छ। डिफरेन्स के छ भन्दाखेरि यसमा चाहिँ तपाईले इन्टेल को i5 14 जेनेरेसन HX प्रोसेसर पाउनुभयो, जसमा चाहिँ तपाईले 10 कोर पाउनुहुनेछ र तपाईले यसमा चाहिँ Ryzen 7 को 7000 सिरिज को HX प्रोसेसर पाउनुभयो, जसमा चाहिँ तपाईले 6 कोर पाउनुहुनेछ। सो परफर्मेन्स वाइज चाहिँ हैन यो obviously पनि तपाईलाई 20% चाहिँ बेटर परफर्म गरेर दिनेवाला छ। बट गाइस हैन तपाईले चाहिँ यो ल्यापटपले पावर पनि बढी कन्ज्युम गर्नेवाला छ। यो ल्यापटपको ब्याट्री लाइफ तपाईले अलिकति यो भन्दा चाहिँ कम पाउनुहुनेछ। सो तपाईको यदि कन्सिडरेसन के छ भन्दाखेरि तपाईले ब्याट्री लाइफ पनि राम्रो चाह्यो र तपाईले चाहनुहुन्छ कि तपाईको ब्याट्री पछिसम्मले काम लागोस्, देन फर दैट पर्पस यो ल्यापटप चाहिँ तपाईको लागि बेस्ट चोइस हुन सक्छ। तर हैन तपाई ब्याट्री लाइफमा कम्प्रोमाइज गर्न सक्नुहुनेछ र तपाईले परफर्मेन्समा कम्प्रोमाइज गर्नु छैन भने यो भन्दा राम्रो चोइस हुनै सक्दैन। र तपाई यो दुईटै ल्यापटप चाहिँ हैन अन्डर 1,25,000